Welcome to my back new vlog video चाहिँ हैन टक्क लाएर के भन्छन् अब हामी चाहिँ यहाँ पुण्यको लागि सीमादेवी रामेन जाँदैछौँ तयारी सबैजना तयारी भइसक्नु छ म पनि टक्क लाएर त्यो दिदीले हेर मलाई भन्छ ल मास्क खोलेर रहनु ल सबैजना सीमादेवी आएर टक्क लाएर हैन त्यसपछि लाइक शेयर टमाटम बाकी चाहिँ सीमादेवी गरेर बाइ लो गाइस अब चाहिँ सीमादेवीको लागि यात्रा सुरु भयो चाहिँ अन्त्य भनेको एकचोटि बाइक स्टार्टमा मान्छे धेरै टाढामा छ यहाँ बाइकमा मान्छे नअट्ने भएर केटा धेरै भयो है त्यसबाट टक्क गाडी रिजर्भ गर तपाईँको गाउँको हाम्रो गाउँतिरको नजारा देख्न सक्नुहुन्छ रातामाटी गाउँ हो फाइनली अहिले चाहिँ हामी कुसुममा र गाइस सीमादेवी पुग्न लाग्यो स्वर्ग सबैजना गाइस सीमादेवी हामी चाहिँ अब सीमादेवी प्रवेश भइसकेका छौँ सबैजनाले गरेर टक्क लाएर ओहो के छ रामेन ल गाइस सीमादेवी जोक्यो केटो जोक्यो चेरी करेली मिठो तितो पिरो चप्पा चप एकदम मिठो पिरो चप्पा लाएर राम हेर्ने सीमादेवीको
सिमेदुरलीको पब्लिक हेर्न सक्छ तपाईँहरूले सबैजनाले सबै देख्नुहुन्छ है सिमेदुरली पब्लिक त्यो डाँडामा टक्क लगाएर चिसो चिसो हावामा उताबाट आउँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ मान्छे त किरा फटेङ्ग्रा के हो भने त्यस्तो सिमेदुरलीको लेकको हिउँ है हिउँ सबैजना देख्न सक्नुहुन्छ हिउँ अब त्यो के देख्न सक्ने हिउँ सिउँ जिउ सबै देखिन्छ ल हेर्नुहोस् है केटाहरू फाइनली होइन यहाँको नाम के हो शङ्कर शङ्कर भाइको नाम अर्जुन टिकटकमा फलो गरिदिनु होला सबैजनालाई पिठानी एउटै गाउँ हो एउटै गाउँ कुल कफी एन्ड तपाईँ खान सक्नुहुन्छ हाटबुटले किन आउनु ल ल छोराले कुल कफी किन ला चलो कतिको दाइ 150 हो चकलेट हो कि चकलेट चटपटे कस्तो क्यामेरामा एकै चटपटे बनिने सबैले खान मेरो आफ्नै सबैले कति चट कस्तो नानी ल भन् त हो देख्न तपाईँले त्यत्तिकै आत्तिन तपाईँ यहाँले खाइरहनु है नानी चटपट टक्क लाएर पिरो टाठो टम्मा खाने चटपटे ल है सधैँभरि पानीपुरी खाइयो होइन एकदम लजात छ पानीपुरी होइन दिदीसम्म यहाँ आउनुहुन्छ यहाँ रिसाइरहनु यहाँ छ टक्क लगाएर पानीपुरी खान सक्नुहुन्छ यहाँ छ हामीले पानीपुरी
Thank you.